guys, welcome back to my YouTube channel. So हजुर सबैजनालाई मेरो YouTube च्यानलमा स्वागत छ। सो यो चाहिँ हाम्रो तराईको गाउँ। मस्त यहाँ चाहिँ तपाईहरुले जस्तो काठमाडौँमा चाहिँ ब्ल्याक परेबा हुन्छ, व्हाइट रेयरली हुन्छन् बट तराईमा चाहिँ व्हाइट धेरै नै निकै नै पाउँछ के। जस्तै कि त्यहाँ दुईटा छन् हैन। अनि यहाँ चाहिँ कलरहरु पनि गरेको परेबाहरु पाउन सक्नुहुन्छ। उता जुम गरे भने ठ्याक्क गाई भैँसी पनि छन्। म्या पनि सुनिरहेछौं। यतापट्टि काउली लगाउनु भएको छ बारीमा। हाम्रो यहाँ आँप लिची सबैको बोटहरु छ। सो भोलि चाहिँ सनराइज देखाउँछु। यस्तो दामी सनराइज आउँछ ठ्याक्क यताबाट। यतापट्टि पोखरी हुन्थ्यो, रिफ्लेक्सन आउँथ्यो। अहिले चाहिँ ठ्याक्क यो रुखहरुले छेकेछ। So this is my beautiful village full of greenery. And हाम्रोमा चाहिँ ठ्याक्क अगाडिपट्टि यस्तो पहाड पनि देखिन्छ। यो झण्डा चाहिँ चेन्ज गर्ने बेला भएको छ, त्यो नि आज गर्छौं हामी। सो उता चाहिँ हाम्रो हाइवे भयो, पहाडहरु भयो। हामी पिकनिक जाने स्पट ठ्याक्क त्यो डाँडामा जान्थ्यौं। यो चाहिँ नीमको रुख हो। हजुरले हेर्नुभयो थाहा छैन भने चाहिँ यो चाहिँ हाम्रो नीमको रुख हो। नीम छ, बयर छ, सुपारीको हो यिनीहरु। मम्मीले बोलाइरहेको थियो। मम्मीले बोलाइरहेको थियो। आइरहेको छ। मम्मी दिदी उठ्यो। मम्मी आइरहेको। हेलो गाइस। हामी गएको थाहा भएन गाइस। गएको है म त। बाइ बाइ। मरेर जिन्दा छ। भिडियो हराएको। हाय गाइस। हेलो मान्छेहरु हैन हेलो मान्छे जस्तो देख्ने मान्छेहरु त्यो पनि गानाले मात्रै गनेर यहाँ को भन्नुछ यस बिफोर आफ्टर भइदिन्छ यार एकदिनमै आइ सुबुकिन गएको नजाऊ आउ माथि नै गाइस भन्छ तिमीले हाय गाइस हाय पुरा जाऊ 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 प्रतिमा पूजा कर न जाऊ जाऊ के भयो डर लाग्यो लाइट छ नि अगाडि अगाडि र भागो गाइस बेबीको पिटा छ हाम्रो चाहिँ यहाँबाट हुन्छ कि जहिले यही हुनुहुन्छ त उ छठ
वाह भाई वाह 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 भिडियो बनाएर भिडियो बनाएर आउँछ हैन मोबाइलले जस्तो केही देखाउँदैन लामको त टोकेर हैरान बना मान्छे मात्र भयो त्यो त केही एउटा सन्चेहरू चाहिँ Tata ke